Hi everyone, welcome and welcome back to my YouTube channel after a whole 2 week. Last week चाहिँ म एकदमै धेरै बिजी थिएँ, त्यही भएर मैले भिडियो बनाउनु पाइनँ. सो आज पनि I just did my exercise अनि म सावर लिन आँटेको थिएँ. And why not भनेर, if you are a regular viewer then you know me, I always detangle my hair with my wooden comb. So yeah, without being any delay, अब चाहिँ मेरो कपाल detangle गर्नुतिर लाग्यो. कपाल पनि एकदमै धेरै लामो भइसकेको छ अनि मलाई कस्तो काट्नु पनि मन लागिरहेको छ, काट्नु पनि मन लागेको छैन. What should I do guys? Without being any delay, let's hop into the shower. And as always, shampoo चाहिँ म रुट्समा मात्र लाउँछु. And after rinsing up, I am ready to apply hair mask on my hair. हेयर मास्क पनि म लेन्थमा मात्र अप्लाई गर्छु अनि यसरी पार्टिसन गरेर अप्लाई गर्दा चाहिँ इट्स इजी एन्ड आई लेफ्ट इट फर 10 to 15 minutes. मैले प्रिभियस भिडियोमा पनि भनेको थिएँ दिस बडी वास इट्स सो गुड फर द समर भनेर. अफोर्डेबल, अराउन्ड 500, अन्डर 500कै रेन्जमा आउँछ. अन्डर 500मा यति राम्रो बडी वास पाउनु भनेको इज नट अ जोक. अनि मलाई चाहिँ कस्तो धेरै रुगा लागिरहेको छ, भोइस ओभर गर्नु पनि कस्तो धेरै अलिकति गाह्रो भयो जस्तो भएको छ क्या अहिले. बिचमा खोकी लागिरहेको छ, त्यही भएर डोन्ट माइन्ड विथ द्याट. इट्स टाइम टु रिन्स इट अप. एज आई अलवेज सेड, ब्याकलाई चाहिँ एकदम मजाले रिन्स गर्ने, किनभने इफ एनी प्रोडक्ट लेफ्ट देयर दे माइट कज एक्नी, ऱ्यासेस काइन्ड अफ. सो एन्ड अल्सो लेट्स रिन द हेयर. अघि हेयर मास्क लगाएको थियो नि त, त्यही भएर मजाले क्लिन अप गर्ने. Rinsing part is the most important part in the shower. So yeah guys, मैले चाहिँ त्यहाँदेखि पछाडि चाहिँ भिडियो फिल्म गर्नै बिर्सेछु. आई टुक अ सावर अनि त्यसपछि आएर फोन चार्जमा लाएँ अनि आई ह्याड अ लन्च. आई डिड माई स्किन केयर. मैले मेकअप पनि गरेँ कि आज म यो मेकअप गरेको पनि फिल्म गर्छु भनेर. तर लाइक के भइरहेको छ कि अहिले, हुन त मलाई अहिले सन्चो पनि छैन, तर द्याट्स नट एक्सक्युज. तर मैले साँच्चीकै नै बिर्सेछु कि. अनि अब के गर्ने, राइट नाउ आई एम ह्याभिङ माई कफी. अनि आज चाहिँ भिडियोको इन्डिङ यस्तै नै हो. थ्याङ्क्स फर वाचिङ. भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला. अनि अबदेखि चाहिँ यस्तो मिस्टेक हुँदैन मबाट. सो सरी. मतलब हुन्छ नि कस्तो मेरो स्किन केयर अनि मैले त्यही फिल्म गर्छु भनेर मैले मेकअप पनि गरेको हो कि स्विट. तर पनि ठिकै छ, इट्स ओके. जे हुन्छ राम्रैको लागि हुन्छ. मेकअप भिडियो पछि बनाउँला. म त्यस्तो प्रो मेकअप पनि होइन, मेकअप आर्टिस्ट पनि होइन, भर्खर स्टार्ट गरेको. तर पनि आई वान्ट टु सो यु गाइज. तर अब आज यस्तै भइहाल्यो. नेक्स्ट भिडियोमा चाहिँ आई विल सो यु हाउ आई डिड दिस मेकअप लुक भनेर. हुँदा नर्मली केही छैन, ब्लस लगाएको छु, आई स्याडो लगाएको छु, द्याट्स अल. एन्ड सो या भिडियो लाग्नु हुन्छ होला. थ्याङ्क्स फर वाचिङ. लभ यु अल. किप वाचिङ माई भिडियो. अनि इफ यु आर न्यू हियर देन सब्सक्राइब माई च्यानल. अनि सो या सरी फर द यो आदि टाइपको भिडियो. So yeah, thanks for watching. Bye. Love you all. See you in my next video very soon.